यो चाहिँ मेरो कस्टर्ड एप्पल भयो। कस्टर्ड एप्पललाई धेरै पानी चाहिँदैन, धेरै पानी भयो भने मर्दो रहेछ। मैले पहिला अगाडि बाहिर लुस राखेर यसले चाहिँ छतमा चाहिँ यस्तो पटमा चाहिँ रोपेको छु। दुईटा छ। यो चाहिँ लास्ट इयर चाहिँ मैले 4 साल चाहिँ मैले दुईटा कस्टर्ड एप्पल खाएँ। यो चोटि चाहिँ अलि धेरै फलेको चाहिँ छ। यो चाहिँ मैले यस्तो प्लास्टिकको यस्तो छोपेको छ। यो कस्टर्ड एप्पल हेर्नु अहिले यो चोटि चाहिँ अलि धेरै नै फल लागेको छ। कस्टर्ड एप्पल त्यसलाई सीताफल पनि भन्छ। यो चाहिँ एउटा दुईटा तीनटा यता 4टा 5वटा 6वटा 7वटा 8वटा जति यसमा फले रहेछ। र अर्को पनि छ। यो यही साल रुपियाँ हो भनौँ न। यो साल भने पोहोर त पोहोरै हो। यो चाहिँ अलि पहिला यताको चाहिँ अलि पहिला रोपेको हो। यो चाहिँ पोहोर रुपियाँ हो। यसमा पनि कस्टर्ड एप्पल चाहिँ फल लागेको चाहिँ छ। यहाँ 2टा जति छ। सायद अरू त छैन होला। यता 3टा रहेछ। तर फल चाहिँ अब 2टा दिन्छ कि 3टा दिन्छ। यसमा पनि कस्टर्ड एप्पल मैले लगाएको छु 2टा। फ्रुट फ्लाईहरू त यहाँ मलाई त साह्रै दुःख दिएको छ। ट्र्यापहरू पनि हाल्यो, सब मारिदियो मैले। ट्र्यापहरू यसरी नै हामीले चाहिँ सकेसम्म हातले किराहरू भेटेछ भने हातले माऱ्यो भने हामीले विषादी पनि छर्नु परेन एक हिसाबले हैन। एक हिसाबले त यो चाहिँ ट्र्यापहरू बनाउन सकिन्छ। ट्र्यापले पनि धेरै मद्दत गर्छ। स्टिकी ट्र्यापहरू यो फ्रुट फ्लाईको यो ड्रागन फ्रुटमा भइहाल्यो। फेरि यो चाहिँ अलि राम्रै खान पाइएला जस्तो छ। यो सरी यो ड्रागन फ्रुट र यो कस्टर्ड एप्पल राम्रै खान पाइएला जस्तो छ। योचोटि 4-5वटा छ एटलिस्ट, त्योभन्दा बढी छ। 7-8वटा। अब ड्रागन फ्रुट यो कस्टर्ड एप्पल ल यो कस्टर्ड एप्पल ठुलो हुँदैछ। पछि यो पनि ठुलो धेरै पाकेपछि यो त फक्क फुट्दो रहेछ। यो पनि मैले त्यतिकै छोड्दै चाहिँ कस्तो हुँदो रहेछ भनेर। ठुलो भएपछि गुलियो हुन्छ। भित्र चाहिँ ठुलै बिउहरू हुन्छ। गुलियो त गुलियो हुन्छ। यो पनि मिठो त मिठै छ यो पनि। ओके, थ्याङ्क यू।